कांग्रेस जिंदाबाद नेपाली कांग्रेस जिंदाबाद वोट केमा रुपा वोट केमा रुपा दिदी बहिनी दाजुभाइ भोट हालो रुपलाई दिदी बहिनी दाजुभाइ भोट हालो रुपलाई नेपाली कांग्रेस अभियान शान्ति र संविधान नेपाली कांग्रेस अभियान शान्ति र संविधान नेपाली कांग्रेस जिंदाबाद नेपाली कांग्रेस जिंदाबाद भोट हालो दाजुभाइ दिदीभाइ नेपाली कपुरापा नेपाली कपुरापा अलिकति अगाडि जिंदाबाद जिंदाबाद नेपाली कांग्रेस जिंदाबाद 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 दिदी बहिनी दाजुभाइ भोट हालो रुखलाई नेपाली कांग्रेसको अभियान शान्ति र संविधान नेपाली कांग्रेसको अभियान शान्ति र संविधान नेपाली कांग्रेस जिंदाबाद नेपाली कांग्रेस जिंदाबाद नेपाली कांग्रेस जिंदाबाद भोट केमा भोट केमा भोट केमा यो क्षेत्रका बुवा आमा दाजुभाइ दिदीबहिनीहरू तपाईहरु सबैलाई मेरो तर्फबाट र नेपाली कांग्रेसको तर्फबाट हार्दिक अभिवादन नमस्कार जय नेपाल। म प्रारम्भमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुलाई सम्झन चाहन्छु र हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जति पनि साथीहरु अग्रजहरु आज बिहानदेखि घर दैलो कार्यक्रममा मलाई लिएर सँगसँगै हिँड्नु भएको छ, म तपाईहरु सबैप्रति कृतज्ञ छु। र आज बिहान 7:30 बजेदेखि अहिलेसम्म घर दैलो गर्दै गर्दा जुन घरमा दैलोमा हामीहरु पुगेका छौं, जुन ढंगबाट न्यानो स्वागत गरिदिनु भएको छ र उत्साह बढाइदिनु भएको छ, आशीर्वाद दिनु भएको छ, यसका निम्ति पनि म यो टोलवासी यो ठाउँवासी सम्पूर्ण अग्रजहरु तथा यहाँका दाजुभाइ दिदीबहिनीहरुप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु। हामीहरु सकेसम्म प्रत्येक घर पुग्ने कोसिस गरिरहेका छौं, तर यो ठाउँमा कति घरहरु छुटे पनि होला। ती घरहरु छुटेका छन् भने म यहाँको स्थानीय साथीहरुको घरमा फेरि पुग्नु हुनेछ, मेरो अपिल त्यो ठाउँमा पुर्याइदिनु हुनेछ। म आफै व्यक्तिगत रूपमा उपस्थित हुन सकिनँ भने पनि मलाई क्षमा गर्नु होला, म आएको जस्तै ठान्नु होला भन्ने पनि यही कार्यक्रमबाट आग्रह गर्न चाहन्छु। किनकि यो मत माग्न आउने मात्रै होइन, यो मत माग्न आउने भनेको सम्बन्धको प्रारम्भ हो। यो सम्बन्धलाई निरन्तरता दिन्छु र यो सम्बन्धलाई थप प्रगाढ बनाउँछु, तपाईहरुको विश्वास दिन्छु भनेर आएको हुनाले गर्दा आज घर छुटे पनि त्यो घरसँग कुनै न कुनै रूपमा साइनो जोडिन्छ नै। त्यसैले म त्यसलाई त्यही ढंगबाट बुझिन पनि आग्रह गर्न चाहन्छु। म यो ठाउँमा आएर 2 शब्द बोल्दै गर्दा 2062-63 आन्दोलनको बेलामा चाबेल चोकमा भएको आमसभालाई स्मरण गर्न चाहन्छु। त्यतिखेर यो ठाउँका हजारौं नरनारीहरू सडकमा ओर्लिएर नेपालमा शान्तिका निम्ति, लोकतन्त्रका निम्ति र परिवर्तनका निम्ति ओर्लनु भएको थियो। त्यो बेलामा चाबेलको चोकमा उभिएको सभामा मैले बोलेको स्मरण गर्न चाहन्छु। हामीले युवा साथीहरूलाई आह्वान गर्दै भनेका थियौं कि तपाईहरु अन्तिम पटक सडकमा आइदिनुस्। यो एक पटक सडकमा आइदिनु भयो भने नेपालमा 2007 सालबाट प्रारम्भ भएको राजनीतिक आन्दोलनले पूर्णता पाउँछ। यस पश्चात तपाईहरु कहिले पनि सडकमा आउनु पर्दैन। हामी नयाँ यात्राको थालनी गर्छौं, नेपाललाई नयाँ ढंगले निर्माण गर्छौं भनेर भनेका थियौं। तर आज दुःखको साथ भन्नुपर्छ, हामी संविधान सभाको दोस्रो निर्वाचनको सन्दर्भमा तपाईहरुको घर दैलोमा मत माग्न आउन बाध्य भएका छौं। यो संविधान सभा एकातिर हामीलाई उत्साह पनि छ किनकि यो निर्वाचन हो,
तर सँगसँगै एउटा संशय पनि छ, किनकि हामी संविधान सभाको निर्वाचन दोस्रो पटक गर्दैछौँ। नेपाल संविधान सभाको निर्वाचन दोस्रो पटक भएर सफल भयो भने नेपाल संसारमा पहिलो देश बन्नेछ। हामी जसरी सगरमाथा नेपालमा मात्रै छ भनेर भन्छौँ, संविधान सभाको निर्वाचन दोहोऱ्याएर भएर सफल हुन खोजेको नेपाल पहिलो देश हो। यसको अर्थ नेपाल पहिलो देश बन्छ भन्ने कुरा भन्न जति सजिलो छ, यसलाई सफल बनाउने कुरा पनि त्यतिकै गाह्रो छ। हामी अत्यन्तै चुनौतीपूर्ण बाटो हिँडिरहेका छौँ। 4 वर्षका निम्ति संविधान सभाको निर्वाचन हुँदैछ, तर संविधान सभा 1 वर्षभित्रमा संविधान सभाले संविधान बनाउन सकेन भने हामीले चाहेर पनि यो संविधान सभालाई मात्रै होइन, नेपालमा 12 बुँदे समझदारीबाट प्रारम्भ भएको शान्तिपूर्ण राजनीतिको यो बाटोलाई पनि जोगाउन सक्दैनौँ। त्यसैले हाम्रो अगाडिको च्यालेन्ज भनेको संविधान सभाको निर्वाचन गर्ने कुरा जति चुनौतीपूर्ण छ, त्योभन्दा धेरै गाह्रो कुरा भनेको 1 वर्षभित्रमा संविधान सभालाई सार्थक बनाउने हो। 1 वर्षभित्रमा नेपाललाई संविधान चाहिएको छ, त्यो संविधान हामीले दिन सक्नुपर्छ। नेपाली कांग्रेसले यो संविधान सभामा गर्ने काम भनेको धेरै लामो फेरिस्त हामीले भन्न आवश्यक पनि छैन र धेरै अहंकार हामी राख्दा पनि राख्दैनौँ। कांग्रेस एक्लैले संविधान लेख्ने होइन, तर यो संविधान सभाबाट संविधान लेख्नका निम्ति संविधान सभाभित्र प्रतिनिधित्व गर्ने सबै दलहरूको बीचमा समझदारी हुन आवश्यक छ, समन्वय हुन आवश्यक छ र कांग्रेसले संविधान सभाभित्र त्यो भूमिका निर्वाह गर्छ। जसरी कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालले 1 वर्षभन्दा कम समयमा संविधान पायो, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अत्यन्त प्रतिकूल अवस्थामा नेपालमा संविधान सभाको निर्वाचन भयो। यसै गरिकन नेपाली कांग्रेसको नेतृत्वमा 70 सालको मंसिर 4 गते हुने संविधान सभा पछाडि कांग्रेसले आफ्नो नेतृत्वमा एमाले, माओवादी लगायत सबै दलहरूलाई मिलाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने संकल्प गरेको छ। त्यही संकल्प पूरा गर्न, कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन यो क्षेत्रबाट निर्वाचित भएर संविधान सभामा तपाईहरुको प्रतिनिधित्व गर्दै काम गर्छु भन्ने एउटा उद्देश्य राखेर तपाईहरुको बीचमा आएको छु र मतका निम्ति आग्रह गर्छु। एउटा अन्तिम कुरा गरेर टुङ्ग्याउन चाहन्छु। थुप्रै युवा साथीहरू यहाँ हुनुहुन्छ। म देशैभरि नेपालको 75 जिल्ला पुगेर यो वर्ष मात्रै करिब 60 जिल्ला पुगेर अहिले यहाँको कार्यक्रममा सहभागी हुन आएको छु। संविधान बन्नुपर्छ, संविधान बनोस् सबैको चाहना छ, तर त्योभन्दा धेरै ठुलो प्रश्नहरू पनि छन्। ठुलो राजनीतिक परिवर्तन भयो, तर हाम्रो जीवनमा त्यो परिवर्तन आएको छैन। जनताले आफ्नो जीवनमा परिवर्तनको अनुभूति गर्न पाएको छैन। के शहर के गाउँ सबै ठाउँको मानिसहरूको एउटै प्रश्न छ, कागजमा परिवर्तन भयो, संविधानमा परिवर्तनको कुरा लेखियो, तर हाम्रो जीवनमा कुनै पनि परिवर्तन आएन। त्यो परिवर्तनको अनुभूति गर्न प्रत्येक नेपालीले परिवर्तनको अनुभूति गर्न चाहेका छन्। त्यो परिवर्तनको अनुभूति गराउन सकिन्छ। हामीले 4 वर्ष खेर फाल्यौं, गएको 4 वर्ष र अब संविधान सभाको निर्वाचन भएपछि संविधान बनाउने कुरा एकापट्टि लिएर जानुपर्ने छ भने अर्कोतिर 2070 साल मङ्सिरमा निर्वाचन भए पछाडि 4 वर्षको निम्ति निर्वाचित हुने संविधान सभाले संसदको रूपमा पनि काम गर्ने भएकोले गर्दा यो संसदको रूपमा काम गर्ने 4 वर्षलाई हामीले सही ढङ्गले उपयोग गर्नुपर्ने बेला आएको छ। गएको 4 वर्ष नेपालमा 10 मेगावाट बिजुली उत्पादन भएन। गएको 4 वर्ष 1 किलोमिटर ट्रान्समिसन लाइन बनेन। गएको 4 वर्ष नेपालमा एउटा उद्योग धन्दा कल कारखाना खुलेन। गएको 4 वर्ष पनि प्रत्येक वर्ष 4,20,000 युवाहरूलाई रोजगारी सृजना गर्नुपर्नेमा 30,000ले मात्र रोजगारी पाउँदै गर्दा 3,90,000 प्रत्येक वर्ष हाम्रा युवाहरू खाडीमा काम गर्न जान बाध्य भए। यो आरोप पनि म कुनै दललाई लगाउन चाहन्छु, कुनै दललाई आरोप लगाएर हुने कुरा पनि होइन। हामीले गर्न सकेनौँ किनकि हामीले गर्दै गरेनौँ, हामीले गर्नै चाहेनौँ। हामीले केवल यति मात्रै भन्यौँ संविधान बन्छ अनि गरौँला भनेर भन्यौँ। नराम्रो काम गर्ने कुरा संविधानले रोकेन, तर राम्रो काम गर्ने किन संविधानले रोक्यो? किनकि हामीले प्रयास मैले आफूले बुझेको कुरा यही हो र नेपाली कांग्रेसले पनि यही कुरा बुझ्छ भन्ने म ठान्दछु कि अब यो 4 वर्ष नेपाली कांग्रेसले बहुमत पाउनुपर्छ, हाम्रो दाबी छ, हाम्रो आग्रह छ। तर हामीले बहुमत पाएनौँ भने पनि जुन पार्टीले बहुमत पाउँछ त्यो पार्टीले सरकार चलाउन पाउनुपर्छ। अब सहमतिको नाममा भागवण्डा गर्ने होइन। कांग्रेसले आज स्पष्ट आज हामी घोषणापत्र अन्तिम गर्दैछौँ। हामीले भनेका छौँ 3 वर्षभित्र काठमाडौँको लोड सेडिङ अन्त गर्छौँ। हामीले भनेका छौँ प्रत्येक दिन 1000 रोजगारी सृजना गर्छौँ। हामीले भनेका छौँ हामी 12 कक्षासम्म निःशुल्क बनाएर यतिवटा नयाँ विश्वविद्यालय खोल्छ भनेर भनेका छौँ। हामीले जे भनेका छौँ त्यो भन्ने कुरालाई गर्ने गरिकन हामीले सरकारमा गएर गर्नुपर्छ र हामीले गरेनौँ भने जनताले हामीलाई दण्ड दिनुपर्छ। हामीले सरकार गठन गर्न पाएनौँ भने नेकपा एमाले बहुमत ल्याउला, माओवादीले जसले बहुमत ल्याउँछ, बहुमत ल्याउने पार्टीले आफूले घोषणामा पत्रमा भनेको कुरालाई गर्न पाउनुपर्छ र अरू दलले गरे नगरेको त्यसलाई सचेततापूर्वक प्रतिवाद गर्नुपर्छ, गर्नका निम्ति दबाव सृजना गर्नुपर्छ र जनताले गरेनन् भने दण्ड दिनुपर्छ। कांग्रेस जनताको बीचमा भन्न चाहन्छ योभन्दा गएको 4 वर्ष 823 दिन
नेकपा एमालेको नेतृत्वमा सरकार चल्यो। 836 दिन नेकपा माओवादीको नेतृत्वमा सरकार चल्यो। यो दुईटै पार्टी सरकार चलाउँदै गर्दाखेरि हामी पनि सरकारमा सहभागी भयौँ। मैले पनि भने हामीले कसैलाई दोष दिएर हामी पानीमाथिको उभानो बन्न चाहँदैनौँ। तर योभन्दा अघिल्लो गएको 4 वर्ष सरकार चलाउँदै गर्दाखेरि के कति कामहरू भए भएनन् भन्ने कुराको मूल्याङ्कन गर्ने कुरा काठमाडौँको विवेकशील जनतालाई हामीले भनिराख्नु पर्दैन। यति मात्र आग्रह गर्न चाहन्छु, यो 4 वर्ष हामी खेर फाल्न दिन चाहँदैनौँ, किनकि अब जनतासँग धैर्यताको बाँध टुटिसकेको छ। संविधान बन्छ अनि म पुरौँला भनेर कोही बस्नेवाला छैन। त्यसैले 1 वर्षमा संविधान बनाऊ, चैत महिनाभित्र सकिन्छ भने सकिन्न भने वैशाखमा स्थानीय निर्वाचन गरौँ। सबै दलहरूको बिचमा अहिले पनि मतभेदहरू छ, नभएको होइन, तर मतभेदहरूको बिचमा समन्वय गरेर संविधान जारी गरौँ। 4 वर्ष निर्वाचनले सरकार चलाउँ, विकास निर्माणको केही ठोस कामहरू गरौँ, एउटा आधार बनाऊ, जनतालाई विश्वास दिलाउँ कि नेपालमा परिवर्तन हुन्छ, नेपालमा सकारात्मक परिवर्तन हुन्छ, हाम्रो जीवनमा चेन्ज आउँछ भन्ने सबैलाई फिल गरौँ र त्यस पछाडि नयाँ यात्राको थालनी गरौँ। यही कुरा गर्नका निम्ति निष्ठाका साथ, इमानदारिताका साथ, एउटा संकल्प र समर्पणका साथ र सबैभन्दा ठुलो कुरा एउटा सपनाको साथमा संसदमा जान चाहन्छु, संविधान सभामा जान चाहन्छु। त्यहाँ गएर केवल बस्नका निम्ति होइन, त्यहाँ गएर केवल आफ्नो मान प्रतिष्ठा बढाउनका निम्ति होइन, वा जागिर खान जानका निम्ति होइन, एउटा परिवर्तनको संकल्प बोकेर त्यो ठाउँभित्र गएर काम गर्न चाहन्छु। संविधान सभामा काम गर्दै गर्दा, संसदमा काम गर्दै गर्दा, वा यो क्षेत्रको निर्वाचित सांसद भएर जाँदै गर्दा, यो क्षेत्रको जनतासँग जोडिएर काम गर्दै गर्दा अन्तिममा यति भनेर टुङ्ग्याउन चाहन्छु, एक दिन पनि, एक निमेष पनि हामीले नेपाली कांग्रेसको फलाना उम्मेदवारलाई छानेर संविधान सभामा पठाएर गल्ती गरेछौँ, संसदमा पठाएर गल्ती गरेछौँ, हामीले उम्मेदवार गलत छानेछौँ भनेर पश्चाताप गर्नुपर्ने एक दिन, एक निमेष पनि समय आउन दिन्न। म मेरो राजनीतिक जीवनको जुन मोडमा आज मैले बोलेको कुरा पुरा गरिनँ भने त्यसको सबैभन्दा ठुलो दण्ड बेहोर्नु पर्ने मैले नै, सबैभन्दा ठुलो मूल्य चुकाउनु पर्ने मैले नै हो। त्यसकारणले गर्दा म सचेततापूर्वक तपाईले दिएको प्रत्येक मतको सम्मान गर्छु, इज्जत गर्छु र म आफूले त्यो ठाउँमा काम गर्दै गर्दा म सबै कुरा गर्छु भनेर भन्दिनँ, तर इमानदारिताका साथ गर्छु, नैतिकता, उच्च नैतिक बोध राखेर गर्छु, समर्पित भएर गर्छु। त्यसका निम्ति तपाईहरु सबैले मद्दत गर्नुहुन्छ भन्ने आशा गर्दै राजनीतिमा एउटा नयाँ प्रवृत्तिलाई स्थापित गरौँ, राजनीति एउटा मिसनका साथमा गरौँ, राजनीतिलाई एउटा उच्च स्तरको सामाजिक सेवाका रूपमा ग्रहण गर्दै गरौँ भन्ने एउटा नयाँ प्रवृत्ति स्थापनाका रूपमा स्थापित गर्नुपर्छ भन्ने कुरा समेत सोचेर घुमिएको हाम्रो यो पुस्तालाई केवल एउटा व्यक्तिका रूपमा, व्यक्तिका रूपमा होइन, एउटा पुस्ता र प्रवृत्तिको प्रतिनिधिका रूपमा यो ठाउँको जनताले बुझ्नुहुन्छ भन्ने मेरो आफ्नो विश्वास व्यक्त गर्दै र जति पनि साथीहरू यहाँ भित्र हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ, योभन्दा पहिला हामीले कसलाई मत हाल्यौँ हामीले आफूले छान्ने कुरा, योभन्दा पछाडि कसलाई मत हाल्छौँ त्यो पनि हामीले छान्ने कुरा, तर सधैँभरि आफूले जनता माली गएर मत हाल्न पाइराख्ने यो प्रक्रियालाई जोगाउनका निम्ति पनि यो पटक भने नेपाली कांग्रेसलाई मतदान गर्नका निम्ति म सबैलाई आग्रह गर्दै यो अवसरका निम्ति सबैलाई धन्यवाद दिँदै घरदैलो कार्यक्रममा फेरि सबै साथीहरूलाई सहभागी हुन अनुरोध गर्दै मेरो कुरा सुनाउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।